अरूलाई पनि सिकाउनुपर्छ। हुन्छ, त्यसो भए म यो सर्वशक्तिमान परमेश्वरको मण्डली अथवा पूर्वको ज्योतिको विषयमा तपाईँलाई यसको इतिहास बताउँछु है त ल। अनि यसको डक्ट्रिनहरू हेर्नेछौँ, अनि यो कसरी यो चाहिँ झुट हो भन्ने कुरा म तपाईँहरूलाई बताउनेछु। विशेष गरिकन अघि हामीले सुन्यौँ हाम्रो युवराजीबाट, यो चाइनाबाट सुरु भएको यसको यो पन्थको सुरुवात, यो झुटो शिक्षाको सुरुवात चाहिँ चाइनाबाट भएको। यो चाहिँ 1991मा है त ल, 1991मा चाहिँ यो चाइनाबाट सुरु भएको। अनि यो जुन झुटो शिक्षा छ यसले पनि ख्रिस्टको साँचो सुसमाचारलाई चाहिँ यिनीहरूले पनि विरोध गर्छ। अब त्यो साँचो सुसमाचार के हो भन्ने कुरा हामीलाई थाहा छ होइन। सुसमाचारको विषयमा हामी अर्को हप्तादेखि हेर्नेछौँ। अनि यिनीहरूले चाहिँ ख्रिस्टको साँचो सुसमाचार अनि इसाई विश्वासको आधारभूत सिद्धान्तहरूलाई चाहिँ यिनीहरूले इन्कार गर्छ। अनि यसको संस्थापक चाहिँ जाओ विसान भन्ने व्यक्ति हो। जाओ विसान भन्ने व्यक्ति, यो तपाईँहरूको नोटमा पनि छ। जाओ विसान भन्ने व्यक्ति हो, ऊ चाहिँ विज्ञान फिजिक्सको शिक्षक रहेछ। अनि 1951मा यो व्यक्तिको चाहिँ जन्म भएको। र अर्को स्त्री पनि छ, अर्को स्त्री छ, यो चाहिँ याङ छ्याङबिङ हो। अनि याङ छ्याङबिङलाई जब यो जाओ विसान भन्ने व्यक्तिले भेट्यो, त्यसपछि उसको पहिलो श्रीमती लाई चाहिँ उसले छोड्छ होइन, छोडिदिन्छ। र त्यसपछि याङ छ्याङबिङलाई चाहिँ उसले विवाह गर्छ। र याङ छ्याङबिङ नै ख्रिस्टको दोस्रो आगमन हो भनेर यिनीहरूले प्रचार गर्न थाल्छ। अनि यहाँनिर चाहिँ हामी के देख्यौँ भन्दाखेरि लेडी क्राइस्ट, महिला ख्रिस्टको विषयमा देख्छौँ। र हिजो मैले तपाईँहरूलाई सियोनको विषयमा बताएको थिएँ, र सियोनमा चाहिँ त्यहाँनिर पुरुष ख्रिस्टको विषयमा छ। तर यो जुन सर्वशक्तिमान परमेश्वरको मण्डली छ, यहाँ चाहिँ स्त्री ख्रिस्टको विषयमा चाहिँ यहाँनिर बताएको छ। र उनीहरूले जब यो जाओ विसानले आफ्नो श्रीमतीलाई छोड्छ, र श्रीमतीलाई छोडिसकेपछि यो याङ छ्याङबिङसँग उसको विवाह भइसकेपछि याङ छ्याङबिङ नै अब ख्रिस्टको दोस्रो आगमन भनेर यिनीहरूले सुरु गर्छ। यिनीहरूलाई अर्को भाषामा भन्दाखेरि इस्टर्न लाइटनिङ पनि भन्छ। अनि यो इस्टर्न लाइटनिङ यिनीहरूले किन भनेको भन्दाखेरि यो उनीहरूले यो इस्टर्न लाइटनिङ भन्नुको मुख्य पद चाहिँ के हो भन्दाखेरि मत्ती 24:27। मैले हिजो पनि तपाईँहरूलाई यो पद पढ्न लगाएको थिएँ। अनि झुटो शिक्षा सियोनले पनि यही शब्द, यही पदलाई प्रयोग गरेको छ होइन। अनि यिनीहरूले पनि यहाँनिर यही पदलाई नै प्रयोग गरेको छ। र त्यहाँनिर के भनेको छ भन्दाखेरि, किनकि बाइबलमा हेर्नु होला मत्ती 24:27, किनकि जसरी बिजुली पूर्वबाट चम्किँदा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ। अनि यो पन्थले चाहिँ परमेश्वर फेरि आउनु भएको छ भनेर भन्ने गर्छ है त। परमेश्वर फेरि आउनुभयो, र यो समयमा चाहिँ पुरुषको रूपमा होइन, तर एउटा चिनिया स्त्रीको रूपमा चाहिँ, एउटा महिलाको रूपमा चाहिँ परमेश्वर फेरि आउनु भएको छ भनेर यिनीहरूले भन्ने गर्छन्। र त्यो स्त्रीलाई चाहिँ लाइटनिङ डेन भनेर पनि बताएको छ है त। र यो जुन झुटो शिक्षा छ, यसमा चाहिँ याङ छ्याङबिङ चाहिँ एउटा देखिने पात्रको रूपमा छ। तर यसको पछाडि चाहिँ उसकै जाओ विसान भन्ने व्यक्तिले नै कभर गरेको कुरा चाहिँ हामी यहाँनिर देख्छौँ है त ल। बुझ्नुभयो यहाँसम्म? यो चाहिँ थोरै यिनीहरूको इतिहास हो। अब हामी यिनीहरूको शिक्षा र विश्वासको विषयमा तपाईँलाई बताउनेछु। यिनीहरूले विशेष गरिकन 3वटा युगको प्रचार गर्छ, 3वटा युग छ भनेर भन्छ। र यो पहिलो युग चाहिँ के हो भन्दाखेरि व्यवस्थाको युग। यिनीहरूले 3वटा युग बनाएको छ, र पहिलो युग चाहिँ व्यवस्थाको युग हो। र यो व्यवस्थाको युगमा चाहिँ यिनीहरूले के भन्छ भन्दाखेरि पुरानो करारको समय चाहिँ व्यवस्थाको युग हो। यिनीहरूले त्यही भन्छ है त, पुरानो करारको समय चाहिँ व्यवस्थाको युग हो। अनि त्यो युगमा, त्यो समयमा चाहिँ परमेश्वर जेहोवा नामले चाहिँ आउनुभयो। यहाँ सुन्नुहोस् है त यिनीहरूको लोजिक चाहिँ। त्यहाँनिर व्यवस्थाको युग छ, त्यो व्यवस्थाको युग चाहिँ पुरानो करार हो। र त्यो समयमा चाहिँ यहोवा चाहिँ के भन्छ, परमेश्वर चाहिँ यहोवाको नामले आउनुभयो। र उनीहरूले यो विश्वास गर्छन् कि जेहोवाले दिनुभएको जुन व्यवस्था छ, त्यो व्यवस्था चाहिँ त्यो समयको लागि र विशेष ती मानिसहरूको लागि हो। त्यो समयको लागि र त्यो समयको मानिसहरूको लागि चाहिँ व्यवस्थाको युग हो।
र जुन कुरा त्यहाँनिर दिएको छ त्यो चाहिँ त्यही समयको मानिसको लागि हो भनेर यिनीहरूले भन्छ है त। ल यसको यिनीहरूको अर्थ चाहिँ के भन्दाखेरि जुन व्यवस्थाको कुराहरू दिएको छ अथवा जुन व्यवस्थाको युग छ त्यो समयमा जति पनि कुरा परमेश्वरले भन्नुभएको छ त्यो अहिले हामीमा लागू हुँदैन, तर त्यो चाहिँ त्यही समयको मानिसहरूको लागि मात्रै हो र तिनीहरूको लागि हो। अहिले चाहिँ व्यवस्थाको युग सकिसकेको छ भनेर चाहिँ यिनीहरूले भन्ने गर्छ है त। ल मैले उनीहरूको बुझ्दै हुनुहुन्छ, यो चाहिँ उनीहरूको लागि व्यवस्थाको युग हो। व्यवस्थाको युगमा चाहिँ यिनीहरूले के भन्छ भन्दाखेरि जुन व्यवस्थाको युगमा परमेश्वर चाहिँ यहोवा नामले आउनुभयो, व्यवस्थाको युगमा परमेश्वर यहोवा नामले आउनुभयो र त्यो जति पनि व्यवस्था छ त्यो चाहिँ त्यो समयको मानिसहरूको लागि र त्यो समयको लागि हो भनेर चाहिँ यिनीहरूले भन्ने गर्छ है त। ल तपाईँहरू सहमति हुनुहुन्छ यो कुरासँग? यिनीहरूले चाहिँ के भन्छ भन्दाखेरि पुरानो करारको समय अहिले हामी कतिवटा पुरानो करारको नियमहरू अहिले हामीसँग छ, नैतिक नियमहरू हामीसँग छ, तिनीहरूलाई हामी पालना गर्छौँ। अनि त्यहाँनिर भविष्यवाणीहरू छ, त्यो कुराहरू पुरा भएको कुराहरू हामी देख्दैछौँ होइन। जस्तो कि दानियलले बताएको भविष्यवाणीहरू त्यो प्रकाशको समयमा पुस्तकहरूमा मिलाएर हामी हेर्दाखेरि त्यहाँनिर हामी देख्छौँ। त्यो हुँदाखेरि यिनीहरूले चाहिँ के भन्छ भन्दाखेरि त्यो अहिले हामीलाई आवश्यकता छैन, त्यो चाहिँ व्यवस्थाको युगमा चाहिँ त्यो यहोवे परमेश्वर नामले आउनुभयो, परमेश्वर यहोवे नामले आउनुभयो, त्यतिखेर सकियो भनेर चाहिँ यिनीहरूले भन्छ। अनि त्यो चाहिँ एकदमै झुटो है त। ल यो चाहिँ झुटो। यिनीहरूले के भन्छ भन्दाखेरि त्यो समयको मानिसहरूको लागि मात्रै हो भन्छ। तर हामीले के याद गर्नुपर्छ भन्दाखेरि परमेश्वरको वचन कुनै एक जाति र समुदायको लागि मात्रै केन्द्रित छैन होइन। अब कतिवटा धार्मिक विधिहरू त अब यहुदीहरूको लागि हो, तर सम्पूर्ण पुरानो करारै त्यो सीमित अवधिको लागि मात्रै भन्नु चाहिँ गलत हुन्छ है त। ल त्यो हुँदाखेरि यिनीहरू यो केसमा झुटो छ। र अर्को युग छ एउटा, यो युग चाहिँ अनुग्रहको युग हो। लगभग उस्तै उस्तै सुनिँदैछ होइन। यो युग चाहिँ अनुग्रहको युग हो र यो युग चाहिँ ख्रिस्टको जन्मसँगै सुरु भएर 1973 याङछाङ बिनको जन्मसँगै समाप्त भयो भनेर चाहिँ यिनीहरूले भन्छ। मैले यिनको बुझ्नुभयो? व्यवस्थाको युग अब व्यवस्थाको मानिसहरूको लागि, त्यो समयको मानिसहरूको लागि अथवा विशेष जुन व्यक्ति छ तिनीहरूको लागि मात्रै हो, त्यो सकियो। अब अनुग्रहको युग आयो। अनुग्रहको युग चाहिँ ख्रिस्टको जन्मसँगै सुरु भएर 1973 एडी 1973मा चाहिँ याङछाङ बिनको जन्म भएको छ र त्यो याङछाङ बिनको जन्मसँगै अनुग्रहको युग पनि सकियो। यिनीहरूले त्यो भन्छ है त। यो अनुग्रहको युगमा चाहिँ परमेश्वर येशू नामले आउनुभयो। अब व्यवस्थाको युगमा परमेश्वर जेहोवा नामले आउनुभयो अथवा यहोवा नामले आउनुभयो भने यो अनुग्रहको युगमा चाहिँ परमेश्वर येशू नामले आउनुभयो र उहाँले यो अनुग्रहको समयमा मानिसहरूको लागि आफूलाई बलिदान गर्नुभयो। यसै कारण परमेश्वरको नाउँ यो युगमा येशू हुन पुग्यो भनेर चाहिँ बताएको छन् यिनीहरूले। अब फेरि मेरो तपाईँहरूलाई प्रश्न चाहिँ के हो भन्दाखेरि के यो सत्य हो त? यो भनाइ के ठिक छ? स्वीकार गर्छ होइन। यिनीहरूले अनुग्रहको युगमा चाहिँ परमेश्वर येशू नामले आउनुभयो र व्यवस्थाको युगमा चाहिँ परमेश्वर यहोवा नामले आउनुभयो भन्नुमा चाहिँ यिनीहरूले त्रिएक परमेश्वरको सिद्धान्तलाई इन्कार गर्छ। र यिनीहरूले के भन्दैछ भन्दाखेरि परमेश्वर एउटा छ अनि त्यो परमेश्वर चाहिँ हरेक युगमा चाहिँ परिवर्तन हुँदैछ। जस्तो कि व्यवस्थाको युगमा यहोवा नाम भयो, अब त्यही परमेश्वर अनुग्रहको युगमा आयो, येशू भयो। अब फेरि अर्को युग छ, त्यो युगमा चाहिँ फेरि याङछाङ बिन भयो भनेर चाहिँ यिनीहरूले भन्दैछ है त। यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ। त्यो हुँदाखेरि यस्तो प्रकारको कुरा कसैले गर्छ भने यो चाहिँ झुटो होइन। हामीले सरासर त्यो झुटो हो भनेर हामी देख्न सक्छौँ है त। ल र तपाईँ सबैजनालाई धन्यवाद आफ्नो प्रतिक्रियाको लागि। र मैले फेरि के भन्न चाहेँ भन्दाखेरि यिनीहरूले जुन अनुग्रहको युग भनेको छ त्यो चाहिँ ख्रिस्टको जन्मसँगै सुरु भएर याङछाङ बिनको जन्म 1973मा चाहिँ यो अनुग्रहको युग सकियो। अब तपाईँहरू अनुग्रहको युग छ भनेर विश्वास गर्नुहुन्छ? कल्पहरूले एकदमै राम्रो कुरा राख्नुभयो। र यिनीहरूले चाहिँ जुन यो याङछाङ बिनको जन्मसँग जुन अनुग्रहको युग चाहिँ समाप्त भयो भनेको छ, यो ख्रिस्टको जन्मसँग सुरु भएर
1973 मा याङचाङमिनको जन्मसँगै चाहिँ यो अनुग्रहको युग चाहिँ सकियो भनेर चाहिँ यिनीहरूले भनेको छ है त ल। र यो अनुग्रहको युगमा चाहिँ जुन ख्रिस्टको जन्म भयो र ख्रिस्टले चाहिँ परमेश्वर चाहिँ यसु नामले आउनुभयो र मानिसहरूको लागि आफूलाई बलिदान गर्नुभयो भनेर चाहिँ र बलिदान गर्नुभयो र यसै कारण परमेश्वरको नाम चाहिँ यो युगमा चाहिँ यसु हुन पुग्यो भनेर यिनीहरूले भन्दैछ। तर यो चाहिँ अबाइबलीय शिक्षा हो र अनौठो शिक्षा चाहिँ हो है त ल। यो प्रकारको शिक्षा बाइबलले दिएको छैन। ख्रिस्ट प्रभुको उत्पत्ति चाहिँ उहाँको जन्मबाट सुरु भएको होइन। यो मैले अस्ति तपाईँलाई ख्रिस्टोलोजीमा ख्रिस्टको विषयमा पढ्दाखेरि भनेका थिएँ। उहाँ चाहिँ अनन्तको हुनुहुन्छ, यूहन्ना 1:1 होइन। अनि त्यो हुँदाखेरि ख्रिस्ट परमेश्वर हुनुभएको कारणले उहाँको कुनै सुरुवात छैन अनि अन्त्य पनि छैन है त ल। यो कुरा चाहिँ याद गरौँ। अब तेस्रो युग छ। यो तेस्रो युग चाहिँ राज्यको युग हो। सुन्नुहोस् है त, राज्यको युग। र यो जुन राज्यको युग छ, यो राज्यको युग चाहिँ याङचाङमिनको जन्मसँगै सुरु भयो भनेर यिनीहरूले भन्छ। यो युगमा परमेश्वर महिला याङचाङमिनको नामले आउनुभयो भनेर यिनीहरूले भन्छ है त। राज्यको युग छ। यो राज्यको युग चाहिँ याङचाङमिनको जन्म, यहाँ सुन्नुहोस्, अनुग्रहको युग थियो। त्यो अनुग्रहको युग चाहिँ येशू ख्रिस्टको जन्मबाट सुरु भएर याङचाङमिनको जन्ममा अन्त्य भयो र याङचाङमिनको जन्म भइसकेपछि चाहिँ राज्यको युग सुरु भयो। र यो राज्यको युग चाहिँ यिनीहरूले भन्छ अहिले पनि निरन्तर चलिराखेको छ। यो युगमा परमेश्वरको नाम सर्वशक्तिमान परमेश्वर हुनेछ भनेर चाहिँ यिनीहरूले भन्छ। र अहिले हामीले के हेर्दैछौँ भन्दाखेरि सर्वशक्तिमान परमेश्वरको मण्डली। अब व्यवस्थाको युगमा परमेश्वर यहोवा नामले आउनुभयो, अनुग्रहको युगमा परमेश्वर येशू नामले आउनुभयो र राज्यको युगमा चाहिँ परमेश्वर सर्वशक्तिमान परमेश्वरको नामले आउनुभयो। र त्यही कारणले गर्दाखेरि यिनीहरूको नामै परमेश्वरको मण्डली छ है त। सर्वशक्तिमान परमेश्वरको मण्डली छ र त्यो चाहिँ महिला याङचाङमिन हो र याङचाङमिनले नै न्याय गर्नेछ भनेर चाहिँ यिनीहरूले बताउँछ है त ल। र यिनीहरूले के भन्छ भन्दाखेरि अहिले क्रिस्चियन सम्प्रदायहरूले याङचाङमिनलाई चाहिँ सर्वशक्तिमान परमेश्वरको रूपमा स्वीकार नगरेको कारण पवित्र आत्माको शक्तिलाई चाहिँ गुमाएको छ र पवित्र आत्माको शक्ति चाहिँ मात्र इस्टर्न लाइटनिङ अथवा सर्वशक्तिमान परमेश्वरको मण्डलीमा मात्रै छ भनेर यिनीहरूले भन्छ है त। मैले भनेको बुझ्नुभयो। र हामीले के कुरा याद गर्नुपर्छ भन्दाखेरि बाइबलमा याङचाङमिनको विषयमा काहीँ पनि हामी कुनै पनि खण्डमा बताएको छैन। तर मैले हिजो तपाईँहरूलाई भने याङचाङमिनको विषयमा एक ठाउँमा बताएको छ। अनि त्यो चाहिँ कहाँनिर हो? मत्ती 24 अध्यायको कतिमा भन्नुहोस् त याङचाङमिनको विषयमा बताएको। मैले हिजो तपाईँलाई एउटा बाइबल खण्ड भनेको थिएँ। मत्ती 24 अध्यायमा याङचाङमिनको विषयमा बताएको छ। अनि त्यो चाहिँ के भनेर बताएको छ भन्दाखेरि म तपाईँहरूलाई पढेर सुनाउँछु है त। यहाँनिर के भनेको छ? किनभने धेरैजना मेरो नाउँमा म ख्रिस्ट भन्दै आउनेछन् र धेरैलाई बहकाउनेछन्। र याङचाङमिनको विषयमा यहीँ मात्रै बताएको छ। किन भन्दाखेरि उसले आफूलाई ख्रिस्ट भनेर चाहिँ यहाँनिर दाबी गर्यो र त्यो कुरा चाहिँ ख्रिस्टले अगाडि नै भनिसक्नु भएको छ कि धेरैजना म ख्रिस्ट भनेर आउनेछ र धेरैलाई बहकाउनेछ। अनि त्यही काम चाहिँ यिनीहरूले अहिले पनि गरिराखेको छ। अब झुटो अगमवक्ता, झुटो शिक्षकको विषयमा अरू ठाउँमा पनि बताएको छ। अनि यो झुटो कुराहरू अथवा झुटो व्यक्तिहरू, ख्रिस्ट भनेर दाबी गर्ने व्यक्तिहरू चाहिँ आउने छ है भनेर ख्रिस्टले अगाडि नै वार्निङ दिइसक्नु भएको छ। त्यो हुँदाखेरि हामी अलमलमा पर्नुपर्ने कुनै पनि कुराहरू छैन है त ल। र परमेश्वरले यिनीहरू सबैको न्याय चाहिँ एक दिन गर्नुहुनेछ। तपाईँले प्रकाश 20:11-13 त्यहाँनिर हेर्नु भने त्यहाँनिर एउटा कुरा बताएको छ। त्यो खोल्नुहोस् ल, म पढ्नेछु तपाईँहरूको लागि। प्रकाश 20:11-13 यहाँ हेर्नुहोस् है त। तब मैले एउटा ठुलो सिंहासन र त्यसमाथि विराजमान हुनुहुने देखेँ। उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागेर गए र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन। मैले ठुला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेको देखेँ र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुरा मुताबिक तिनीहरूका काम अनुसार मृतकहरूको इन्साफ भयो। समुद्रले
त्यसमा भएका मृतकहरू दिइहाल्यो अनि मृत्यु र पातलले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकले आफ्नो काम अनुसार तिनीहरूको इन्साफ भयो। 14मा मृत्यु र पातल अग्निकुण्डमा फालिए अनि त्यो अग्निकुण्ड दोस्रो मृत्यु हो, जसको नाम जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन, त्यो अग्निकुण्डमा फालियो भनेर यहाँनिर बताएको छ होइन। र विशेष गरिकन के पाउँछौँ भन्दाखेरि यहाँनिर परमेश्वरले तिनीहरूले गरेको काम अनुसारको चाहिँ त्यहाँनिर न्याय गर्नुहुनेछ र यो सबै झुटा मानिसहरू त्यो समयमा चाहिँ न्यायमा पर्नेछ। यिनीहरूले न्याय गर्ने होइन, तर यिनीहरू त्यो न्यायमा पर्नेछ। र यो तीनवटा युगको विषय मैले तपाईँहरूलाई बताएँ। पहिलो व्यवस्थाको युग, अनुग्रहको युग अनि राज्यको युग। र यो राज्यको युग चाहिँ याङसाङबिङबाट चाहिँ अहिले चलिराखेको छ है त ल, यो समाप्त भएको छैन। अनि यो बेलामा चाहिँ ख्रिस्ट चाहिँ एउटा चिनिया स्त्री याङसाङबिङको नाममा चाहिँ आउनुभयो भनेर यिनीहरूले बताएको छ। ओके, केही छ तपाईँहरूलाई आधारभूत विश्वासहरूको विषयमा म तपाईँहरूलाई बताउनेछु, यिनीहरूको डक्ट्रिनहरू, यिनीहरूले जुन कुराहरू अस्वीकार गरेको छ त्यो कुराहरू है त ल। यिनीहरूले मैले अघि पनि के भने भन्दाखेरि यिनीहरूले त्रिएक परमेश्वरको सिद्धान्तलाई मान्दैन। यसको अर्थ चाहिँ यिनीहरूले के भन्छ भन्दाखेरि परमेश्वर चाहिँ तीन भिन्न व्यक्तित्वमा हुनुहुन्न भनेर चाहिँ यिनीहरूले भन्छ। यिनीहरूले चाहिँ परमेश्वर एक हुनुहुन्छ र हरेक समयमा विभिन्न रूपमा चाहिँ विभिन्न नामले चाहिँ आउनुभयो, तर परमेश्वर चाहिँ एउटा मात्रै हो भनेर चाहिँ यिनीहरूले भन्छ। तपाईँहरू त विश्वास गर्नुहुन्न नि होइन यो कुरा। फिलिपियनहरूमा तपाईँ गर्नुहुन्न, किन गर्नुहुन्न? एल्डरले राखेको कन्सेप्ट हो होइन। परमेश्वर एक हुनुहुन्छ तर हरेक समयमा चाहिँ उहाँ विभिन्न नामले प्रस्तुत गर्नुभएको छ भनेर यिनीहरूले भन्छ। यो चाहिँ यो शिक्षा चाहिँ जुन कुरा बताइछु यो चाहिँ बाइबलको विरोधमा छ। हामीले जहिले के याद गर्नुपर्छ भने परमेश्वर एक हुनुहुन्छ तर उहाँ तीन भिन्न व्यक्तित्वमा चाहिँ हुनुहुन्छ। र हरेक पन्थहरूले जहिले पनि के याद गर्नुपर्छ भन्दाखेरि परमेश्वरको विरोध गर्छ उनीहरूले। त्रिएक परमेश्वरको सिद्धान्त चाहिँ इसाई विश्वासको लागि एकदमै फन्डामेन्टल हो, एकदमै आधारभूत विश्वास गर्नै पर्ने कुरा हो। र झुटो शिक्षाले जहिले पनि त्रिएक परमेश्वरको सिद्धान्तलाई चाहिँ एट्याक गर्छ है त ल। र यो चाहिँ उनीहरूले गर्छ। र अर्को चाहिँ मुक्ति, उनीहरूले के भन्छ भन्दाखेरि ख्रिस्ट येशूमा गरेको मुक्ति चाहिँ पर्याप्त छैन। उनीहरूले के भन्छ भने ख्रिस्टमा गरिएको विश्वास चाहिँ मुक्तिको लागि पर्याप्त छैन। अनि के कारण दिन्छ भने यदि ख्रिस्टले दिएको मुक्ति चाहिँ पर्याप्त भएको भए मानिसहरूले पाप गर्न छोड्ने थिए, तर आज पनि मानिसहरू पापी छन्। यसै कारण आजको युगमा रहेको मानिसहरूको पाप क्षमाको लागि सर्वशक्तिमान परमेश्वरको शिक्षालाई स्वीकार गर्नुपर्दछ अथवा याङसाङबिनलाई स्वीकार गर्नुपर्दछ। र जसले याङसाङबिनलाई अथवा त्यो शिक्षालाई स्वीकार गर्दैन तिनीहरू चाहिँ न्यायमा पर्नेछ भनेर बताएको छ। अब यहाँनिर कन्फ्युज पार्ने कुरा चाहिँ के छ भन्दाखेरि यिनीहरूले भन्छ ख्रिस्टले दिएको मुक्ति चाहिँ पर्याप्त छैन, उहाँ मर्न त मर्नुभयो, मुक्ति दिनको लागि मर्नुभयो, ओके ठिकै छ, तर त्यो मुक्ति चाहिँ पर्याप्त छैन। यदि मुक्ति त्यो पर्याप्त हुने हो भने आज पनि मानिसहरू पापी नै किन पापी छन् त भनेर यिनीहरूले सोध्दैछ। अब तपाईँहरूलाई के जस्तो लाग्छ? याङसाङबिनलाई चाहिँ महिला ख्रिस्ट हो भनेर देखाउनको लागि यिनीहरूले के भन्दैछ भने येशूले दिएको बलिदान चाहिँ पर्याप्त छैन। अब बाइबलले हामीलाई के भन्छ भन्दाखेरि गलाती 1:8मा तपाईँले हेर्नु, कसैले पढिदिनुहोस् त। हुन्छ, धन्यवाद ल बहिनीलाई। यहाँनिर पावलले के भन्नुहुन्छ भन्दाखेरि हामीले जुन सुसमाचार सुरुमा सुनाएका छौँ फेरि त्यसको विपरीत फेरि हामीले नै आएर सुनायौँ भने अथवा स्वर्गबाट आउने दूतले नै त्यो कुरा फेरि सुनायो भने त्यो चाहिँ श्रापित होस्। भनेपछि अब ख्रिस्ट मर्नुभयो, गाडिनुभयो अथवा उहाँले दिनुभएको मुक्ति चाहिँ पर्याप्त छ भन्ने कुराको विरुद्धमा कसैले सुसमाचार सुनाउँछ भने त्यो श्रापित होस्। र
त्यो कुराको विषयमा बाइबलले हामीलाई अगाडि नै वार्निङ दिइसकेको छ। र हिब्रू 10:12ले के भन्छ भन्दाखेरि ख्रिस्टले त पापहरूका निम्ति सदाको लागि एउटै बलिदान चढाउनु भयो, अब फेरि पनि बलिदान गर्नको लागि आवश्यकता छैन, फेरि पनि रगत बगाउनको लागि आवश्यकता छैन। अब कसैको पनि रगत बगाउनु पर्दैन, न त जनावर, न त कुनै पन्छी, अब न त कुनै मानिसै मर्नुपर्छ। तर ख्रिस्टले गर्नुभएको एकपल्टको बलिदान चाहिँ सधैँको लागि चाहिँ पर्याप्त छ भनेर चाहिँ यहाँनिर विशेष गरिकन बताएको छ है त। ल यो कुरा चाहिँ हामीले बिर्सनु हुँदैन। ओके, यहाँ क्लियर हुनुभयो होला। यदि प्रश्न छ भने अहिले म तपाईँहरूलाई लेखेर राख्नुहोस्, सोध्नु होला। र तेस्रोमा चाहिँ यिनीहरूले बाइबल चाहिँ पूर्ण रूपमा छैन भनेर भन्छ। यिनीहरूले बाइबल चाहिँ अपूर्ण छ, यिनीहरूले बाइबल चाहिँ पूर्ण छैन भन्छ। किन भन्दाखेरि किन चाहिँ यिनीहरूले अपूर्ण छ भन्छ भने पुरानो करारले जेहोवा अथवा यहोवे परमेश्वरलाई मात्रै समेट्यो, नयाँ करारले येशू प्रभुको सेवकाईलाई मात्रै समेट्यो अथवा येशू ख्रिस्टलाई मात्रै समेट्यो। यसै कारण एउटा पूर्ण बाइबल हुनु पर्दछ र त्यसको नाम चाहिँ यिनीहरूले के राख्यो भन्दाखेरि वचन देहमा प्रकट भयो। अङ्ग्रेजीमा द वर्ड एपियर इन द फ्लेस, द वर्ड एपियर इन द फ्लेस, वचन देहमा प्रकट भयो। अनि यो चाहिँ तिनीहरूको बाइबलको नाम हो। अनि उनीहरूले योलाई चाहिँ पूर्ण बाइबल भन्छ। पूर्ण रूपमा चाहिँ बाइबल हो। अहिले हामीसँग भएको बाइबल चाहिँ पर्याप्त छैन, किन भन्दाखेरि त्यहाँनिर येशू ख्रिस्ट र यहोवेलाई मात्रै समेट्यो, त्यहाँनिर याङछाङबिनलाई समेटेन। र याङछाङबिनलाई समेट्ने बाइबल चाहिँ उनीहरूको वचन देहमा प्रकट भयो भन्ने हो, द वर्ड एपियर इन द फ्लेस। अनि यो पुस्तक जुन छ यिनीहरूको, यो चाहिँ आधिकारिक हो, आधिकारिक हो, अथोरिटेटिभ, एकदमै अधिकार छ यसमा चाहिँ। अनि यिनीहरूले यो पुस्तकलाई चाहिँ बाइबलभन्दा माथि राख्छ। अब यति मात्र होइन, तर यिनीहरूसँग 30 भन्दा धेरै पुस्तकहरू छ जुन चाहिँ याङछाङबिनले लेखेको छ। अनि त्यो चाहिँ यिनीहरूले बाइबलभन्दा माथि राख्छ। सपोर्ट पुस्तकहरू छ यिनीहरूको जुन याङछाङबिनले लेखेको छ, अनि त्यो चाहिँ यिनीहरूले बाइबलभन्दा माथि राख्छ है त। ल केही छ तपाईँहरूसँग प्रश्न? के हाल्नु कहाँ लड्यो? होइन, खेल्दाखेरि त्यो खेल्दा खेल्दै लडेको। यिनीहरूले जुन यो द वर्ड एपियर इन द फ्लेस भन्ने जुन उनीहरूको पुस्तक छ, यसमा चाहिँ अब उनीहरूले याङछाङबिनको विषयमा अनि यो जति पनि डक्ट्रिनल कुराहरू छ, बाइबल, मुक्ति, ट्रिनिटी र अरू पनि जति पनि कुराहरू छ यिनीहरूको युगहरूको कुराहरू, त्यो हालेर चाहिँ यिनीहरूले याङछाङबिनलाई नै ख्रिस्ट बनाएको कुराहरूले चाहिँ त्यो चाहिँ पुरा भएको भन्छ है त। ल यिनीहरूले याङछाङबिनलाई त्यहाँनिर समेटेर मात्रै पुरा भयो भन्ने कुराले चाहिँ त्यो गरेको है त। ल बुझ्नुभयो? हजुर, यिनीहरूले नयाँ करार र पुरानो करारमा चाहिँ याङछाङबिनको विषयमा बताएको छैन भनेर अपूर्ण भन्यो। तर यिनीहरूको आफ्नै वचन देहमा प्रकट भयो भन्ने जुन पुस्तक लेख्यो, त्यो चाहिँ याङछाङबिनको विषयमा नै त्यहाँनिर धेरै जोडेको कारणले गर्दाखेरि चाहिँ यिनीहरूले यो चाहिँ पुरा भयो भन्छ। अब यो चाहिँ हामीले पढ्न पाइँदैन होइन, यिनीहरूले जताततै राख्दैन र यो चाहिँ उनीहरूको आफ्नै अगुवालाई मात्रै दिन्छ। त्यो हुँदाखेरि यदि हामी त्यहाँ गयौँ, अब उनीहरूले हामी पनि त्यहीँकै कामदार जस्तो भएर काम गऱ्यौँ भन्ने मात्रै पढ्न दिने हो, नत्र भने चाहिँ यिनीहरूले दिँदैन। अनि यो चाहिँ उनीहरूको सिक्रेट किताबहरू हो, तर बाइबलभन्दा माथि राख्छ है त यिनीहरूले। यसको चाहिँ त्यसपछि हामी अर्को एउटा भ्याइयो भने अर्को एउटा जानेछौँ। यिनीहरूको कार्यहरू अब हामीले धेरै छलफल गरिसक्यो होइन। यिनीहरू सामाजिक सञ्जालमा धेरै प्रभावकारी छ। यिनीहरूको आफ्नो चर्च भवन छैन र यिनीहरूले भिडियोहरू बनाउँछ। तपाईँहरूले हेर्नुभयो भने चाइनिज फेस गरेको, हरियाली देखाउने, हरेक एकदमै राम्रो राम्रो खालको लुगा लगाएको, हरियाली देखाउने, अनि एकदमै राम्रो खालको भिडियोहरू बनाउँछ यिनीहरूले। फेसबुकमा यिनीहरू सुरुमा साथी हुने गर्छ, अनि अनलाइन सङ्गतिमा यिनीहरूले जोइन गर्ने गर्छ है त। र जुन यिनीहरूले भिडियोहरू बनाउँछ त्यो चाहिँ परमेश्वरको निम्ति सतावट भोगेको भिडियोहरू चाहिँ यिनीहरूले बनाउँछ। तपाईँहरूले याद गर्नुभयो भने
बारीमा गएर प्रार्थना गरेको, कुना कुनामा गएर प्रार्थना गरेको, राति राति प्रार्थना गरेको, त्यो सतावट भोगेको चाहिँ यिनीहरूले प्राय भिडियोहरू बनाउने गर्छ। यिनीहरूले आफ्नै गीतहरू पनि बनाएको छ, अनि त्यो चाहिँ सुन्दा चाहिँ राम्रो सुनिन्छ, तर त्यसको शब्दहरू चाहिँ झुट छ है त, तर सुन्दा त राम्रो छ। यिनीहरूले के पनि गर्छ भन्दा यिनीहरू चाहिँ अलिक डरलाग्दो पनि छ, सियोन भन्दा अलिक डरलाग्दो यिनीहरू चाहिँ। यिनीहरूको समूहमा आइसकेपछि यदि कोही निस्कन चाहन्छ भने तिनीहरूलाई ज्यान मार्ने धम्की अथवा ज्यान पनि मार्न सक्छ। एउटा घटना छ, तिनीहरूको सदस्य मध्ये एकजनाले यिनीहरूको शिक्षाको विरोध गर्दछ र एउटालाई चाहिँ कान पनि काटिदिएको, रेस्टुरेन्टमा चाहिँ कान पनि काटिदिएको भन्ने एउटा उतो पनि आएको छ है त ल। त्यो हुँदाखेरि यिनीहरूले चाहिँ सताउने गर्छ। उनीहरूको टिममा गइसकेपछि र पछि छोड्छु भन्यो भने यिनीहरूले त्यो व्यक्तिलाई चाहिँ राम्रो तरिकाले चाहिँ हेर्दैन है त। यिनीहरू अलिक डेन्जर पनि छ। र यिनीहरूलाई चाहिँ चाइनिज सरकारले चाहिँ रोक लगाएको, किनभने यिनीहरूले चाइनिज सरकारलाई चाहिँ ख्रिस्ट विरोधी सरकार भनेर चाहिँ यिनीहरूले आरोप लगायो होइन। र चाइनामा चाहिँ ड्रागनको चित्र चाहिँ झन्डामा छ, र यिनीहरूले चाहिँ प्रकाश 12:3 चाहिँ त्यहाँनिर जुन अङ्ग्रेजी बाइबलमा चाहिँ रेड ड्रागन भनेको छ, अनि त्यो चाहिँ ख्रिस्ट विरोधी हो भनेको छ बाइबलले होइन। त्यो हुँदाखेरि यिनीहरूले चाहिँ त्यसकै आधारमा चाहिँ चाइनिज सरकार चाहिँ ख्रिस्ट विरोधी सरकार हो भनेर चाहिँ आरोप लगायो। अनि चाइनिज सरकारले यही पन्थलाई मात्रै, यही झुटो शिक्षालाई मात्रै चाइनिज सरकारमा चाहिँ बन्द पनि गरेको। त्यो हुँदाखेरि यिनीहरूले सरकारले सताएको, सरकारले कुटेको, बारी बारीमा गएर प्रार्थना गरेको भिडियोहरू मात्रै बनाएर हाल्छ है त ल। यो चाहिँ भयो यिनीहरूको बारेमा छोटो जानकारी। अब यदि तपाईँलाई कसैले राम्रो सुन्दरी देख्नुभयो, राम्रो व्यक्ति देख्नुभयो, अनि नेपाली नाम छ, चाइनिज व्यक्ति छ भने त्यस्तो व्यक्तिहरूलाई स्वीकार नगर्नुहोस्, फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट नगर्नुहोस् है त ल। यो मेरो तपाईँहरूलाई अनुरोध हो। र तपाईँले जब तपाईँको फेसबुकमा रिक्वेस्ट आउँछ, कृपया तिनीहरूको प्रोफाइलमा जानुहोस्, एकचोटि हेर्नुहोस्, अनि तिनीहरूले के हालेको छ त। अब क्रिस्चियन हालेको हुन्छ, क्रिस्चियन भनेर स्वीकार नगरिहाल्नुहोस्। तपाईँलाई भेडाको फोटो, राम्रो राम्रो हरियाली, अनि राम्रो राम्रो मान्छे, राम्रो लुगा लगाएको मान्छे, येशू ख्रिस्टको विषयमा होइन हरेक प्रकारको कुराहरू देख्नुभयो भने एक्सेप्ट नगर्नुहोस्, त्यसलाई ब्लक गरिहाल्नुहोस् है त ल। अनि र तपाईँहरूको मण्डलीको सबैजनालाई पनि यो विषयमा जानकारी गराउनु होला। यिनीहरू चाहिँ एकदमै घातक छ है त ल। यिनीहरूको जब हामी यिनीहरूको प्रार्थनामा अनि बाइबल अध्ययनमा हामी समय बिताउँछौँ अथवा त्यहाँ सङ्गतिमा हुन्छौँ, त्यसपछि यिनीहरूले चाहिँ हामीलाई आफ्नो सदस्य जस्तो बनाएर चाहिँ फसाउँछ है त ल। ओके, यो सम्बन्धी केही छ भने प्रश्नहरू छ भने राख्नुहोस्, हामी प्रश्न उत्तरमा जानेछौँ, अथवा छैन भने हामी अर्को एउटा झुटा शिक्षाको विषयमा हेर्नेछौँ। यहोवाको साक्षी, जेहोवा विटनेस भन्छ यिनीहरूले। यो सुरुवात गर्ने व्यक्ति चाहिँ चार्ल्स टेज रसेल भन्ने व्यक्ति हो। सुन्दै हुनुहुन्छ नि है? ओके, यो जुन जेहोवाको साक्षी छ, यहोवाको साक्षी, जेहोवा विटनेस, यसको सुरुवात चाहिँ चार्ल्स टेज रसेलबाट सुरु भएको। यो उसको जन्म चाहिँ 1852 देखि 1916 सम्म अमेरिकाको यो मान्छे, अमेरिकामा बस्छ। अनि ऊ चाहिँ बाइबलको धेरै शिक्षाहरूसँग असहमति थियो, अनि त्यही भएर उसले आफ्नै व्याख्या निकाल्यो, बाइबलको आफ्नै व्याख्या निकाल्यो। रसेलले 1870 चाहिँ बाइबल अध्ययन सुरु गर्छ, पेन्सिल्भानिया, अमेरिकाको पेन्सिल्भानियामा। र उसले चाहिँ के भन्छ भन्दाखेरि नर्क चाहिँ अनन्तको सजाय दिने ठाउँ होइन भनेर सिकायो, त्रिएक परमेश्वरको सिद्धान्त इन्कार गर्यो, ख्रिस्ट चाहिँ साँचो ईश्वर होइन भनेर भन्न थाल्यो। र त्यो शिक्षालाई पछ्याउने धेरै मान्छेहरू त्यहाँनिर भेला भयो है त ल। अनि 1879 चाहिँ उसले वाच टावर म्यागजिन अथवा वाच टावर पत्रिका सुरु गर्छ, र त्यहाँनिर उसको त्यो जुन पत्रिका छ त्यो चाहिँ सियोन वाच टावर भन्ने एउटा छ, अनि अर्को ख्रिस्टको उपस्थितिको घोषणा, हेराल्ड अफ क्राइस्ट प्रेजेन्ट भन्ने चाहिँ प्रकाशित गर्छ त्यो वाच टावर म्यागजिनबाट, वाच टावर पत्रिकाबाट चाहिँ उसले सियोन वाच टावर र ख्रिस्टको उपस्थितिको घोषणालाई चाहिँ उसले प्रकाशित गर्छ, र त्यहाँबाट उसले आफ्नो धेरै शिक्षाहरू चाहिँ मानिसहरूसँग पुर्याउने काम
उल्लेख गरेको छ है त ल। र 1884 मा त्यहाँनिर उसले वाच टावर सोसाइटी अथवा वाच टावर समाज उसले सुरु गर्छ, निर्माण गर्छ र यसलाई नै एउटा सङ्गठनको रूपमा उसले लिएर जान्छ र त्यहीँबाट नै उनीहरूले बाइबल छाप्ने, पत्र पत्रिका छाप्ने र उनीहरूको हरेक शिक्षाहरू, किताबहरू छाप्ने काम चाहिँ वाच टावर सोसाइटीबाट चाहिँ यिनीहरूले गर्ने गर्छ। र यिनीहरूले 1914 मा ख्रिस्टको आगमन र संसारको अन्त्य हुन्छ भनेर भविष्यवाणी गरेको थियो है त ल। पहिलोचोटि यो जुन रसेलले ख्रिस्टको आगमन र संसारको अन्त्य हुन्छ भनेर चाहिँ भविष्यवाणी गरेको थियो, तर त्यो पुरा भएन र त्यो पुरा नभएको कारणले तिनीहरूले त्यो भविष्यवाणीलाई के भनेर परिवर्तन गर्छ भन्दाखेरि 2014 मा अन्त्य हुनुपर्ने भने, तर 2014 मा चाहिँ अदृश्य रूपमा चाहिँ येशू ख्रिस्ट आउनुभयो भनेर यिनीहरूले प्रचार गर्न थाल्यो। येशू ख्रिस्ट अदृश्य रूपमा आउनुभयो भनेर प्रचार गर्न थाल्यो र आज पनि अब उनीहरूले यो कुरालाई अगाडि बढाइरहेको छ होइन। र 1916 मा चाहिँ जुन रसेलको चाहिँ मृत्यु हुन्छ यसको फाउन्डरको, र त्यसपछि अगुवापनमा समस्या आउँछ र 1917 मा त्यो लिडरसिपलाई सम्हाल्नको लागि 1917 मा योसेफ रुथरफोर्ड भन्ने व्यक्ति आउँदछ र उसले चाहिँ हरेक सिद्धान्तहरूमा परिवर्तन ल्याउँछ र घर घरमा गएर, ढोका ढोकामा गएर सुसमाचार सुनाउने भनेर चाहिँ उसले अब सुरु गर्छ है त ल। यहोवाको गवाई दिनुपर्छ भनेर उसले सुरु गर्छ। अनि यिनीहरूको भविष्यवाणी के पनि छ भन्दाखेरि 1925 मा अब्राहम इसाक फेरि फर्केर आउने छ भन्छ, त्यो पनि पुरा भएन। अनि 1931 मा चाहिँ यहोवाको साक्षी भनेर चाहिँ यिनीहरूले नाम दिन्छ र 1961 मा न्यू वर्ल्ड ट्रान्सलेसन, न्यू वर्ल्ड नयाँ संसार उल्था भन्ने आफ्नो बाइबल यिनीहरूले निकाल्छ है त। त्यो वाच टावर सोसाइटीबाट यिनीहरूले त्यो ट्रान्सलेट गरेको न्यू वर्ल्ड ट्रान्सलेसन भन्ने यो चाहिँ उनीहरूको आधिकारिक किताब हो। र 1975 मा फेरि संसार अन्त्य हुन्छ भनेर भविष्यवाणी गर्छ र पनि फेल खान्छ र उनीहरूको जुन सङ्गठन छ त्यसलाई चलाउनको लागि चाहिँ उनीहरूले चाहिँ गभर्निङ बडी भन्छ होइन, प्रशासन अङ्ग भन्छ। अनि त्यो चलाउने त्यो गभर्निङ बडीले नै, त्यो प्रशासन अङ्गले नै त्यो यहोवाको साक्षीलाई चाहिँ चलाउने गर्छ। अब यहाँ चाहिँ यो ख्रिस्ट त्यो ख्रिस्ट भनेको छैन, तर यिनीहरूले ख्रिस्टको के भन्छ अस्तित्वलाई चाहिँ इन्कार गर्छ अनि यहोवाले मात्रै हुनुपर्छ भन्छ। तर यसमा चाहिँ यो रसेलले आफूलाई ख्रिस्ट हो भनेन होइन, यो चाहिँ एउटा फाउन्डरको रूपमा भयो। अनि यहाँनिर चाहिँ यो ख्रिस्ट त्यो ख्रिस्ट, यो परमेश्वर त्यो परमेश्वर भनेर बताएको छैन, तर यिनीहरूले यहोवालाई नै मान्छ। यहोवा मात्रै हो, तर ख्रिस्ट चाहिँ त्रिएक परमेश्वरहरू केही पनि छैन, तर यहोवा मात्रै हो भनेर चाहिँ यिनीहरूले भन्छ है त ल। केही छ तपाईँलाई सोध्न मन लागेको कुरा? न्यू वर्ल्ड ट्रान्सलेसन भन्ने जुन पुस्तक छ उनीहरूको लागि बाइबल छ, त्यो चाहिँ आधिकारिक हो। तर हामीसँग भएको जुन बाइबल छ त्यो चाहिँ आधिकारिक होइन, तर यिनीहरूले प्रयोग चाहिँ गर्छ यो पनि फसाउनको लागि है त ल। र तिनीहरूको त्यहाँनिर आफ्नै उल्था छ। अब तपाईँले यूहन्ना सुसमाचार यूहन्ना 1:1 मा त्यहाँनिर हेर्नुभयो भने, अब हाम्रो नेपाली बाइबलले आदिमा वचन हुनुहुन्थ्यो अनि वचन परमेश्वरसँग हुनुहुन्थ्यो नि वचन नै परमेश्वर हुनुहुन्थ्यो भनेर बताएको छ। वचन नै परमेश्वर हुनुहुन्थ्यो। अनि अङ्ग्रेजी बाइबलले द वर्ड वाज गड भनेको छ होइन। इन द बिगिनिङ वाज द वर्ड एन्ड वर्ड वाज विथ गड एन्ड वर्ड वाज गड भनेको छ। अब त्यहाँनिर तपाईँले हेर्नुभयो भने जुन त्यो हाम्रो बाइबलले चाहिँ जुन त्यो गड भनेको छ, परमेश्वर भनेको छ, त्यो गड चाहिँ क्यापिटल गड हो। जी क्यापिटल ओडी स्मल क्यापिटल गड, जीओडी गड यो क्यापिटलमा छ, जी क्यापिटल अनि ओडी स्मलमा छ। अनि हामीसँग भएको बाइबलले चाहिँ द वर्ड वाज गड, द वर्ड वाज गड भनेको छ। यो चाहिँ हाम्रो बाइबलमा चाहिँ क्यापिटलमा छ है त ल, क्यापिटलमा छ। तर उनीहरूको बाइबलमा चाहिँ त्यही उनीहरूको बाइबलमा चाहिँ यूहन्ना 1:1 मा चाहिँ उनीहरूले के भनेर जुन त्यो न्यू वर्ल्ड ट्रान्सलेसन भन्ने जुन बाइबल छ तिनीहरूको, त्यसमा चाहिँ यिनीहरूले के भनेर उल्था गर्यो भन्दाखेरि द वर्ड वाज अ गड। मैले यिनीहरूको बुझ्नुभयो? यहाँनिर भिडियोमा हेर्नुहोस् है त ल, म तपाईँलाई भिडियो देखाउँछु।
उम्, अहो कता पो छिच्यो हो यहाँ हेर्नुहोस् है त म भिडियो देखाउँछु ल अलिक पारा आएन कि के हो अलिक पारा पो मिलेन त ओके अङ्ग्रेजी बाइबल तपाईँको इएसबी एनआइबी केजिबीहरूले चाहिँ प्रायः जसो गरेर चाहिँ यो ट्रान्सलेसन गर्छ द वर्ड वाज गड अब यसमा उनीहरूले के भनेर थप्यो भन्दाखेरि उनीहरूले चाहिँ यसमा के थप्यो भन्दाखेरि द वर्ड वाज अ गड यो चाहिँ स्मल लेटरमा यो जी चाहिँ स्मलमा चाहिँ उनीहरूले थप्यो हेर्नुहोस् है त यी स्मलमा देख्नुभयो वर्ड वाज अ गड अब यसले चाहिँ धेरै ठुलो फरक ल्याउँछ है त हामीले द वर्ड वाज गड यो भन्नु र यो भन्नु द वर्ड वाज अ गड भन्नु चाहिँ धेरै ठुलो भिन्नता हुन्छ यसमा चाहिँ अनि यिनीहरूको जुन ट्रान्सलेसन छ यसमा चाहिँ यिनीहरूले द वर्ड वाज अ गड यो ए गडले चाहिँ के देखाउँछ भन्दाखेरि यो चाहिँ साँचो ईश्वर होइन यो जुन ए गड भनेको छ यसले चाहिँ साँचो ईश्वर होइन भन्ने कुरालाई चाहिँ देखाउँछ है त ल मैले भनेको बुझ्नुभयो अहिले सोध्नु होला यो ए गडले चाहिँ यो चाहिँ साँचो ईश्वर होइन शक्तिशाली ईश्वर होइन यो स्मल जी छ नि यो स्मल जीले चाहिँ सानो खालको ईश्वर हो सानो खालको नर्मल ईश्वर हो नर्मल देखाउनको लागि चाहिँ यसले प्रयोग गर्छ है त ल मैले भनेको बुझ्नुभयो नि होइन ओके बुझ्नुभयो भने म क्यामेरालाई फेरि यता फर्काउँछु यो तरिकाले चाहिँ यिनीहरूले व्याख्या गर्छ है त ल र म अहिले तपाईँलाई अन्तिममा समय खोल्छु ल क्वेसनको लागि बुझ्नुभयो होला नि होइन यो सबैजना शान्त हुनुभयो त सुन्दै हुनुहुन्छ छैन यिनीहरूले त्रिएक परमेश्वरको सिद्धान्तलाई इन्कार गरेर भन्छ यहोवा मात्र परमेश्वर हो येशू परमेश्वर होइन तर येशू चाहिँ बनाइएको अनि पवित्र आत्मा पनि व्यक्ति होइन पवित्र आत्मा चाहिँ शक्ति हो फोर्स हो शक्ति हो होइन यिनीहरूले चाहिँ त्यो तरिकाले भन्छ अनि येशू अब परमेश्वर होइन येशू चाहिँ सृष्टि गरिएको हो येशू अनन्तको होइन अनि परमेश्वरको बराबरीमा छैन भनेर यिनीहरूले भन्छ परमेश्वरको बराबरीमा छैन भनेर यिनीहरूले दाबी गर्छ तर हामीले बाइबलमा हेऱ्यौँ भने येशू नै परमेश्वर हुनुहुन्छ भन्ने कुरा देख्छौँ र यिनीहरूले येशू ख्रिस्टलाई चाहिँ के भन्छ भन्दाखेरि येशू ख्रिस्ट चाहिँ प्रधान स्वर्गदूत मिखायल हो भनेर यिनीहरूले भन्छ है त ल यो जुन यहोवाको साक्षी छ यिनीहरूले चाहिँ येशू ख्रिस्ट चाहिँ प्रधान स्वर्गदूत अङ्ग्रेजीमा हामी आर्कएन्जल भन्छौँ त्यो आर्कएन्जल माइकल नेपालीले मिखायल भन्छ होइन माइकल स्वर्गदूत हो भनेर चाहिँ येशू ख्रिस्ट चाहिँ मिखायल अथवा माइकल स्वर्गदूत हो भनेर यिनीहरूले भन्छ र यिनीहरूको अनुसार चाहिँ येशू संसारको उत्पत्तिभन्दा अघि नै हुनुहुन्थ्यो तर परमेश्वरको रूपमा होइन तर प्रधान स्वर्गदूत माइकलको रूपमा यिनीहरूले त्यही भन्छ है त येशू संसारको उत्पत्ति हुनुभन्दा अगाडिदेखि नै हुनुहुन्थ्यो तर परमेश्वरको रूपमा होइन प्रधान स्वर्गदूत माइकलको रूपमा मिखायलको रूपमा चाहिँ उहाँ हुनुहुन्थ्यो अनि यही मिखायल चाहिँ पृथ्वीमा आउँदा येशू भएको र जब फेरि स्वर्ग फर्किनु भयो फेरि प्रधान स्वर्गदूत मिखायल चाहिँ को रूपमा नै फेरि परिणत भयो भनेर चाहिँ यिनीहरूले दानियल 10:13 12:1 पहिलो थेसलोनिके 4:16लाई चाहिँ दाबी गर्छ है त ल यो उनीहरूले यो येशू ख्रिस्ट चाहिँ परमेश्वर होइन तर मिखायल स्वर्गदूत हो
माइकल स्वर्गदूत हो। अनि जब उहाँ पृथ्वीमा आउनुभयो, येशू हुनुभयो, फेरि फर्केर जाँदाखेरि मिखाएल स्वर्गदूतै भएको भनेर पहिलो थेसलोनिकी 4:16, दानियल 10:13, 12:1 चाहिँ यिनीहरूले दाबी गर्छ है त। ल बुझ्दै हुनुहुन्छ नि होइन? अनि नर्गको अस्तित्वको विषयमा यिनीहरूले इन्कार गर्छ। फेरि यिनीहरूले भन्छ नर्ग छैन, नर्ग छैन, नर्गको अस्तित्व छैन। यिनीहरूले के भन्छ भन्दाखेरि अनन्तको सजाय दिने नर्ग छैन। अनि खराब मानिसले सधैँभरि यातना पाउँदैन अथवा सजाय पाउँदैन। तिनीहरू नष्ट हुन्छ, तिनीहरू सधैँको लागि चाहिँ नष्ट हुन्छ अनि तिनीहरू अस्तित्वबाट नै हराउनेछ। त्यही हुँदाखेरि किन चाहिँ त्यो भन्छ भन्दाखेरि प्रेमिलो यहोवा परमेश्वरले मानिसलाई चाहिँ सधैँभरि यातना दिनको लागि उहाँले चाहनुहुन्न भनेर चाहिँ यिनीहरूले चाहिँ दाबी गर्छ है त। ल र यिनीहरूले ढोकामा गएर ढकढक्याएर सुसमाचार सुन्नु चाहिँ यसको अर्थ चाहिँ अब त्यो नष्ट हुनबाट बचाउनको लागि, यो अनन्त नर्गबाट होइन तर नष्ट हुनबाट बचाउनको लागि चाहिँ यिनीहरूले ढोकामा गएर चाहिँ सुसमाचार सुनाउने काम गर्छ है त। यो चाहिँ उनीहरूको ड्युटी हो, यो चाहिँ गर्नै पर्छ यिनीहरूले। यदि त्यो गरेन भने सायद यिनीहरूको मुक्ति यिनीहरूले पाउँदैन होइन, मुक्ति पाउँदैन। अनि जति धेरै सुनाए त्यति नै यिनीहरूको मुक्ति चाहिँ निश्चित छ भन्ने कुरा चाहिँ यिनीहरूले विश्वास गर्छ। र त्यो हुँदाखेरि ढोकामा गएर मान्छेलाई नर्गबाट बचाउनको लागि होइन तर नष्ट हुनबाट बचाउनको लागि। त नष्ट भनेको चाहिँ अब स्वर्गमा प्रवेश गर्दैन, त्यसको लागि चाहिँ यिनीहरूले ढोकामा गएर चाहिँ ढकढक्याउँछ, काम गर्छ है त। ल केही छ प्रश्नहरू यहाँसम्म आइपुग्दा? यहाँ हेर्नुहोस् है त, 1,44,000 मात्रै स्वर्ग जान्छ। अनि त्यो 1,44,000 चाहिँ अब को हजुर के भन्नु बेलरुबा? ओके, यिनीहरूले के भन्छ भने 1,44,000 मात्रै स्वर्ग जान्छ। अनि त्यो 1,44,000 चाहिँ प्रेरितहरूको समयदेखि ख्रिस्टको आगमन हुन्जेलसम्मको व्यक्तिहरू। अब त्यो 1,44,000 व्यक्तिहरू चाहिँ एकदमै स्पेसल हुनु पर्यो। त्यो यहोवाको साक्षीमा लागेर मात्रै होइन तर त्यहाँनिर एकदमै गम्भीर व्यक्तिहरू मात्रै स्वर्ग 1,44,000 मात्रै स्वर्ग जान्छ र ख्रिस्ट येशूसँग स्वर्गमा बसेर पृथ्वीमा अधिकार गर्छ भनेर बताएको छ। अब यिनीहरूले के गर्छ भने दुईवटा क्याटेगोरीहरू छुट्याएको छ। एउटा चाहिँ हेभेनली क्लास भन्छ यिनीहरूले, स्वर्गीय कक्ष। अनि अर्को चाहिँ अर्थली क्लास, यो चाहिँ पृथ्वीको एउटा पहिलो स्वर्गीय तह। अनि एउटा भनौँ न अब पृथ्वीको तह भयो। अनि यो जुन स्वर्गीय तह छ, स्वर्गीय क्लास छ, यसमा चाहिँ यिनीहरू 1,44,000 मात्रै त्यहाँनिर प्रवेश गर्छ, अरू प्रवेश गर्दैन भन्छ। अनि जुन अर्थली क्लास छ त्यसमा चाहिँ अरू मानिसहरू, नर्मल प्रकारको मानिसहरू, अब यो अरू विश्वास गर्ने मानिसहरू होइन तर यहोवाको साक्षीमै विश्वास गर्ने मानिस हुनु पर्यो। तर तिनीहरू नर्मल क्लासको व्यक्ति चाहिँ यो अर्थली क्लासमा चाहिँ उनीहरू हुनेछ भनेर चाहिँ यिनीहरूले भन्छ। यहोवाको साक्षीको मानिसहरू मात्रै, अब हामी ब्याप्टिस्टहरू, पेन्टिकोस्टलहरू, क्यारिस्मेटिकहरू या स्वर्ग जाँदैन भनेर चाहिँ यिनीहरूले भन्छ है त। ल र अरू सबै जति पनि मानिसहरू छ तिनीहरू चाहिँ आर्मेगेडनमा चाहिँ परमेश्वरले तिनीहरूलाई नष्ट पार्नु हुनेछ भनेर भन्छ। अनि यिनीहरूको अर्को अचम्मको कुरा चाहिँ के छ भन्दाखेरि जो यो यहोवाको साक्षी छ तिनीहरू सबैले प्रभु भोज लिँदैन। त्यहाँनिर चाहिँ स्पेसल व्यक्तिहरू जो चाहिँ म चाहिँ 1,44,000मा पर्नको लागि चाहिँ योग्यको छु भन्ने व्यक्ति छ, तिनीहरूले मात्रै प्रभु भोज लिन्छ। अनि अहिले चाहिँ यिनीहरूले के भन्दछ भने अब यो नम्बर चाहिँ पुरा हुन लागिसक्यो, बन्द हुन लागिसक्यो भन्दैछ होइन, अचम्मको कुरा चाहिँ। अनि यिनीहरूले प्रभु भोज जो व्यक्तिले लिँदैछ यिनीहरूले हरेक वर्ष गन्दो रहेछ कसले लियो भनेर होइन। अनि कतिले त लिँदैन। अनि तिनीहरू चाहिँ दोस्रो क्लासमा पर्यो, यो चाहिँ अर्थली क्लास पर्यो, यो चाहिँ पृथ्वीको क्लासमा पर्यो। धेरैले चाहिँ लिँदैन। यो जो व्यक्ति चाहिँ 1,44,000मा म पर्न सक्छु, मैले गरेको कामले म पर्न सक्छु भन्छ, तिनीहरूले मात्रै त्यो प्रभुभोज लिने गर्छ है त। ल र अर्को कुरा चाहिँ के गर्छ भन्दाखेरि यिनीहरूले क्रुसलाई इन्कार गर्छ। यिनीहरूले के भन्छ भने येशू ख्रिस्ट चाहिँ क्रुसमा मरेको होइन, तर येशू ख्रिस्ट चाहिँ एउटा खम्बामा मर्नु भएको, स्टेकमा, एउटा खम्बामा।
हात फिजाएर मरेको होइन, तर एउटा खम्बामा चाहिँ उहाँलाई चाहिँ मारिएको हो भनेर चाहिँ यिनीहरूले भन्छ। यिनीहरूले क्रुस भन्दा पनि यातनाको खम्बा भनेर चाहिँ तिनीहरूले भन्ने गर्छ। क्रुस भन्ने शब्द प्रयोग गर्दैन, किन भन्दाखेरि क्रुस भन्दा चाहिँ यिनीहरूले यो चाहिँ मूर्ति पूजकहरूले चलाएको हो भनेर यिनीहरूले भन्छ होइन। अब रोमी पर्सियनहरूले चलाएको त्यो हुँदाखेरि यो चाहिँ ठिक होइन। अनि यसो क्रुस चाहिँ खम्बामा उहाँलाई चाहिँ मारेको भनेर यिनीहरूले भन्छ। क्रुस यिनीहरूको चर्चमा हुँदैन, अनि यिनीहरूले त्यो क्रुसको चिन्हहरू राख्दैन, यिनीहरूले खम्बा चाहिँ गर्छ है त ल। र अघि हाम्रो युवराजीले भने जस्तै रगत सार्ने कामलाई यिनीहरूले इन्कार गर्छ। रगत सार्ने कामलाई चाहिँ इन्कार गर्छ। अब यसको अर्थ चाहिँ शरीरमा रगत लाउनु गलत हो, यो चाहिँ परमेश्वरको आज्ञाको विरुद्धमा छ। अनि कुनै पनि हालतमा चाहिँ रगत दिने र लिने काम चाहिँ यिनीहरूले गर्दैन। र यिनीहरूले जब हस्पिटलमा हुन्छ त्यहाँनिर उनीहरूको एउटा कार्ड हुँदो रहेछ, त्यहाँ त्यो कार्डमा चाहिँ नो ब्लड कार्ड भन्ने राखेको हुँदो रहेछ, नो ब्लड कार्ड। त्यसको अर्थ चाहिँ अब रगत पर्दैन भनेर चाहिँ यिनीहरूले भन्छ, र डक्टरले चाहिँ त्यो चाहिँ नलगाइदियोस् भनेर चाहिँ यिनीहरूसँग नो ब्लड कार्डको चाहिँ हुँदो रहेछ। र यिनीहरूले प्रयोग चाहिँ के गर्छ भन्दाखेरि उत्पत्ति 9:4, लेवी 7:17-10, प्रेरित 15:28-29 चाहिँ यिनीहरूले दाबी गर्छ। त्यो हुँदाखेरि रगत लिने दिने काम चाहिँ यिनीहरूले गर्दैन है त ल। यदि उनीहरू मर्नै पर्यो भने पनि मर्नको लागि तयारी छ, तर रगत चाहिँ अर्काको लाउँदैन, यो चाहिँ बाइबलको विरुद्धमा छ भनेर यिनीहरूले भन्छ है त ल। ओके, यहोवाको साक्षीको विषयमा यति नै है त ल। अब तपाईँहरूसँग केही कुराहरू सोध्न मन लागेको छ, केही कन्फ्युज भएको छ, अझै यहाँभन्दा केही थप्न चाहनुहुन्छ भने यो समय म तपाईँलाई दिन चाहन्छु।